हेलो सबैलाई आज फेरि हामी मेरो चाहिँ सेकेन्ड टाइम बर्थडे आएको अस्ति आउँदा यता फर्स्ट यहाँ स्यारोनको फ्यामिलीहरू चाहिँ फर्स्ट टाइम आउनु भएको आन्टी एस्टर आन्टी स्यारोन हेलो स्यामुएल र म चाहिँ सेकेन्ड टाइम अस्ति आएको फुल थिएन मार्चको टाइममा यो चाहिँ अप्रिल कति तारिक हो आज जस्तै मिड अप्रिलतिर चाहिँ फुल्दो रहेछ तर पनि निकै झरिसकेछ फुलेर पनि आज चाहिँ यति बेसी मान्छे छ कि त्यो गाडी यति बेसी छ मलाई लाग्दैछ हरेक रुखै पछि मान्छे होला रुखै पछि हो बाटोभरि मान्छे होला पन्साउँदै हेर्नुपर्छ जस्तो छ हो अगाडि अब यो त उकालो छ त तेर्सो भन्दै थियो अब यतिले तेर्सो भन्नु पर्यो उकालो त्यस्तो हो नि त दिस इज नट तेर्सो दिस इज तेर्सो हैन अलरेडी सस बढ्दैछ यहाँनिर यो उकालो कहाँ भन्दा अङ्कल खाले उकालो छ सटल खालके सटल खाले नै छ बट स्टिल इट इज तेर्सो नै धेरै झरिसकेछ फुलहरू है भनेपछि यो मान्छेहरू निकै छिटो आएको हेर्नु सक्नुहुन्छ गाडीहरू मेरो पछाडि पछाडि हेर्दै आउनुहोस् कति गाडी छ खासमा यतिको हिँड्नु पर्थेन कि माथि नै पुग्थ्यो तर आज गाडीले रोक्नु परेकोले गर्दा तलै अगाडि गएर उयो कमसेकम कति 100 होला है गाडी हो कति होला यति होला 150 चाहिँ अगाडि अझै उयो हुन्छ होइन वेलकम टु यस्तो भनेर त्यो गेट छ वेलकम टु बर्से रोडेन्ड्रन स्याङ्चुरी भनेर लेखेको छ नि यति बेसी परेङ म चाहिँ अब अलिक भ्लगर हुँदैछु है भ्लगर मुड भाइब्समा चाहिँ यहाँ चाहिँ के गर्नु राम्रो छैन फोन स्टिल यहाँ पनि पानी पर्यो होला नि त है प्रब्ली बिकज त्यो भएर फुल झऱ्यो होला होला किनभने यस्तो इट रेन्ड यस्टरडे यस त्यसले गर्दा झरिहाल्ने खाले त होइन नि त होइन लास्ट टाइम यहाँतिर फोटो खिचेको थियौ तिमीले नो मेरो फोटोग्राफरै थिएन लास्ट टाइम बेयरली खिचिदिएँ भ्लग अलिक स्पेस छ ए तर है तिम्रो फोनमा स्पेस छ छैन मेरो चाहिँ फ्रन्टबाट त नि ठिकै आउँछ कि हेर्ने लायकै ब्याकबाट चाहिँ गर्नु भएन ए ओके ओके अब अझै कति छ त्यो गेट आउनु निकै छ नि हो निकै छ त्यो घर देखेन त्यहाँ माथि त्यो देख्दै गरेको राम्रो सक्छ त्यो चाहिँ भनेर 5 किलोमिटर है त्यहाँदेखि बाटोदेखि बाबाले बोक्नुपर्छ होला है आमाले आमाको ब्याग ए बाबाको ब्याग चाहिँ अङ्कल पछाडि आउनुहुँदैछ स्कुलको पनि रहेछ कहाँ गयो थर्पुको अरे केन मिरर इमेज आउँछ यहाँ अगाडिबाट चाहिँ मिरर भनेको चाहिँ भ्लगर भइदियो गरेँ नि म देखाउँदै जाने छु म यहाँबाट अगाडि हो यतिले वाउ है मेन यसको हबमा पुग्यो भने कस्तो होला है त्यहाँ बसेर खाने चाहिँ छ नो सुर्ता फरक बसेर खाने त्यही त प्रोफाइल बुक त्यो चाहिँ शीत हुन्छ पुरा भुइँमा के चिसो लाग्छ अहिलेको ब्ल्याङ्केट हो के हो छाउँछ तिमी अघिको ब्ल्याङ्केट मेरो रेड ब्ल्याङ्केट है त्यो बोक्नु चाहिँ कसले बोक्थ्यो यहाँ बोकेर मात्रै हो त गाडी के सर हो 5 किलोमिटर हिँड्नु भने मान्छे ऊ पछाडि कति जाँदैछ मेरो अनुहारले छेल्यो ब्याक गर्नु छैन अब यस्तो बेसी हुँदो रहेछ अहिले मान्छे के सर हो रहेछ आमाले भने ठिकै रहेछ रेड पान्डा पनि हुँदो रहेछ बसिरहेको देख्नु नि रेड पान्डा मान्छे यत्रो देखेर डरले भाग्छ होला नि देख्दैन हौ छ भित्र जङ्गलभित्र बस्नु जङ्गलै बाटो जानुपर्छ जङ्गलको मिटबाट वेलकम टु लेखेको यहाँ हो उयो माथि यहाँ होइन अझै माथि मेन पोइन्टमा आइपुग्न आँट्यो हामी हिँड्नु हरेस जहाँबाट चाहिँ ट्रेकिङ सुरु हुन्छ अप फ्रन्ट हाम्रो हिँड्नु हरेस लागेको मान्छे सायद बिहान अलिक मैले ढिलो नगरे भए अलिक पाउँथ्यो होला यहाँ माथिसम्म पनि त
कहाँ हो 1 आवर जस्तो लाग्दो रहेछ नि तिमी नयाँ हो नि त तिमीले नयाँ 45 त लाग्छ भन्ने थिएँ मैले कि अँ तिमी त अब नयाँ हो त्यही भएर 1 आवर त लाग्छ नि अन्त जोरथाङ पनि उता हाम्रोदेखि त अन्त यहाँ होइन त होइन जोरथाङ कति छिटो आइपुगेको अन्त तिमीहरू बाबाले त यहाँ स्पिड उडाउनु भएको बाबा त अन्त प्रो हो नि त मैले बाबाको स्पिडिङ उयो अन्डरमाइन गरेको थिएँ नि त अलिक मम्मी हेर गाडीहरू सबै निस्किनेवाला छ आज यो के हो रेस्टुरेन्ट यो अस्ति त थियो जस्तो लाग्यो नि त मसरुमको नि के भन्दै थियो यो मसरुमको नि होमस्टे हो कि के जस्तो लाग्यो मलाई हेर्नु न यहाँ धेरै कुहियो छ आमाले रोडको एन्ड चाहिँ यहाँ आएर हुन्छ त्यहाँ माथि चाहिँ मसरुम होमस्टेहरू पनि रहेछ हट टाइपमा अस्ति थियो जस्तो लागेन कि थियो यो किनभने याद गरिनँ मैले धेरै झरेछ हौ फुल त है गाडी गाडी उयो देख्दैछौ सिँढी त्यहाँबाट हो खै सिडी ऊ मान्छे हिँड्दैछ नि त्यो टिकट देखाउनुपर्छ यहाँ होइन परेको थिएन अस्ति त Do you wanna build? वासरुमहरू गइरहेको वासरुम छ म टिस्यु पेपर बोक्नु बिर्सेछु जाउँ हौ यहाँनिर खै पानी चाहिँ दिएको मलाई मेरो फोन त्यहाँ छ कसको बाबा हरिस त्यस्तो गर्नु हुँदैन ल खिचौँ आउनु छिटो छिटो मान्छे नआएको बेलामा यता हौ तिमीले नजानेको होला हौ लुगाहरू मिलाउनु भन्नुपर्थ्यो नि वर्षेको ट्रेकिङ सुरु बाबाले त अनकम्फर्टेबल लाउनु भएछ त सुज त स्निकर्स लाउनु पर्थ्यो नि बाबा त्यो वुडल्यान्ड होला दामी छ यस्तो छ भित्र चाहिँ 50 रुपियाँको मकै हो 50 रुपियाँ 50 रुपियाँ किन किन्नु भएको थियो 50 रुपियाँको मकै अब किन्नै पर्यो नि के भन्नु मकैको दाम 50 रुपियाँ आन्टी मकै देखाउँदै हुनुहुन्छ 50 रुपियाँ यसको एक खोया चाहिँ होला यो एक खोया अलि छैन त्यो होइन हौ अब अप्रोक्स कहाँसम्म पुगेको 9 8 चाहिँ कति भने ओके पर गेटबाट यहाँ आएको जति नै होला 5 माइलसम्म ज्यादा रानी पुल गएको जति हो बेसी हो नि बेसी हो नि है रानी पुल इज लाइक आई थिङ्क 2 होइन भाइ अदमपुलदेखि रेखोलादेखि 3 त्यति साह्रो चाहिँ होइन है निकै टाढो गान्तोक गएको जति नै नि हो देख्दा ए गुम्बा चाहिँ हाम्रो बेसी दिइहाल्छ नि जिरोदेखि 4 किलोमिटर छैन 4 किलोमिटर हौ माथि सन्दिप भएको घर गएको थियो उयो भन्दा नि हुन्छ किन नयाँ रोडै भन्दा नि हुन्छ अनि ब्रेडमा हेरौ है मम्मा एकछिन पक्रिदिनु न यो
केस बाट्ने खै हेरौँ न अघि ऐना हेरौँ न ऐना बाट्छु मैले त मकै खानु सुरु गरेको है ए नबिर्सिन है मकै खाँदा मकै खाँदा भन्दैछ खाँदैन तिनीहरू मकै मम्मी आई वान्ट माई माउथ मुख सुक्खा हुन्छ हौ अहिले पानी खानु मनपर्छ फेरि अरे पिज्जा खाइदिएको मैले ए पुष्टकारी ए मेरो त पुस्तकारी बोके स्यामिल ओ नो ये ठिक नै हो आमा यहाँनिर चाहिँ याद आयो 1300 चाहिँ होइन यो चाहिँ अब यसलाई उकालो भनेर उकालोले के भन्छ हल्का छ हौ हल्का स्टिक यस्तो हुन्छ कि किलोमिटर हेर्दै हिँड्नुपर्छ कि हौ मजा आउँछ होला है मजा म्याट्यो भनेर है ओए जस्तै हुन्छ के पो भन्छ त्यो एउटा हुन्छ नि के थियो भने कहिले मोटिभेसन माइलस्टोन राखेकोलाई के भन्छ औ माइलस्टोन अचिभ गरेको जस्तै खाले गेम जस्तै खाले के हो मेरो फ्रन्ट त यतिको ठिकै छ नि हौ ब्याक पो दौडे त हो राम्रो आयो फ्रन्टमा पनि राम्रो आयो कहिले अब कस्तो डल्ला डल्ली निस्क्यो अल्गोमा आएर खिचेछ त्यसरो डल्ला डल्ली अरे सबसे पुरो के त तिम्रो पनि खिच्दियो डल्ला डल्ली आएछ नि त साँच्ची नै अङ्कल त पुग्नै रहेछ छिटो साँच्ची नै डन्ठा चाहिन्छ त अस्ति डन्ठा टेक्दै हिँडेको हामी सबै लगिसकेको छ नि डन्ठा ज्याकेट बोक्ने जरुरत थिएन रहेछ यात्रा जारी छ हाफ किलोमिटर पनि पुगिसकेको छैन मेरो डल्लो झार यहाँ पनि मेमोरी फुल हुन आँट्यो होला यहाँको चाहिँ अझै राम्रो काम गर्छ होला है डल्ले ऊ डल्लो झार भने यता चाहिँ जडीबुट्टीको के भन्नु वैद्य हुनु वैद्य कलेक्सन गर्नु हुँदैछ यहाँ पनि रहेछ नि त डल्लो झार चाहिँ यहाँ अब लेकको अझै राम्रो होला एकदम कुनै के भन्छ इम्प्योरिटिज नभएको डल्लो झार चाहिँ सेन्टेला है सेन्टेला एसिएटा हो कि होइन साइन्टिफिक नेम साइन्टिफिक के भने जस्तो लाग्यो साइन्टिफिक नेम कस्मेटिक्सहरूमा पनि हुन्छ नि त्यो ज्वरोको दबाई होइन आन्टी हो त कहाँको ज्वरोको मात्रै थियो त घाँटी दुखेको डिप्रेसन हुन्छ नि कतिलाई मम्मीले अस्ति पनि होइन डिप्रेसन पनि खान्छ यो के होइन निन्द्रा लाग्दैन कतिलाई होइन त्यसमै दबाई गर्छ त्यसले त्यो इन्सोम्निया त्यसमा पनि दबाई गर्छ होइन डिप्रेसन पनि खान्छ डिप्रेसन इन्सोम्निया हुन्छ भन्नुभएको होला नि त त्यसमै खान्छ अन्त भित्रको घाउ जाति पर्छ घाँटीहरू जाति पर्छ पछाडिको क्यामेरा राम्रो भएको भए जस्तै हुन्छ हाफ किलोमिटर आउँछ कि कतै हाफ किलोमिटर पनि उयो छ भएको छैन छैन नि हौ उयो लगाएको छ हौ छैन 1 किलोमिटर जस्तो मात्रै लाग्छ 1 किलोमिटर इज लाइक गोपाल दादाको घर पुगेको जति होइन होइन है हौ कति टाढो गोपाल दादा उहिले कहाँ भन्नु भने नि त्यो पहिला टेलर दोकान थियो नि यहाँ छ राकेशहरूको त्यसको तल्लोतिर यो छ यहाँ छ यस्तो किलोमिटरको उयो यस्तो गोलो हुन्छ गाएको छ नि हो त्योदेखि चाहिँ पर सुगन्धको दोकानहरू मम्मी त बिमार हुन्छ है हिँडेर फेरि आज हुँदैन होला हौ हिजो काम गर्नु भएको छ नि कुनै कति वर्षदेखिको विश आज पुरा हुँदैछ हिजो परमेश्वरलाई आज दियो महिमा दियो आज सिर्गाको तौले सहायता गर्छ फुल चाहिँ कतिदेखि देख्न थाल्छ आफ्टर 5 किलोमिटर्स यस त्यसो भने त 5 किलोमिटर चाहिँ एनी आउ जानुपर्ने रहेछ है हो त त्यहाँदेखि उता फर्दर पनि जाँदा भयो अझै इच्छा छ भने नाच्नु होला त्यतै मात्र रोड निस्किँदा हुँदैन कहाँ हौ त्यति मात्रै गाडी चाहिँ अझै हिँडेर गाडी लिएर आउँछ हामी त भोलि मात्रै पुग्छ होला घर त त्यही त बेलुका हिँड्नु चाहिँ टिया खालको है बेलुका त एनिमल्सहरू हुन्छ होला
राति त एनिमल्स निस्किन्छ नि त बाटोमा। कता कतामा चाहिँ बँदेलले खनेको जस्तो पनि थियो अस्ति यहाँ हो? हजुर मान्छेहरू आउँदैछ कति आउँदैछ दिदीले ढिलो गरेर नि यति बेला हामी फर्किँदै गरेको हुन्छ। फर्किँदै गरेको थियो हुन्थेन जान्दै गरे पुग्नु आँटेको चाहिँ हुन्थ्यो ल 2 घन्टा हप्नै बसेपछि हुन्छ नि